हामीले काइलुङदुङबाट करिब 2 घन्टा अगाडि हामी यात्रा गरेर गाडीमा आएको र हामी लेलेपमा छु। लेलेप चाहिँ हाल फक्टाङलुङ गाउँपालिका अन्तर्गत पर्छ र पहिला साबिक लेलेप नै हो र यो ठाउँ लेलेप याक्सुङ मुन्दुमको एउटा प्रमुख स्थल हो र लेलेपमै सुहामफेबा लाहाङदानाको चाहिँ रासोबासो रहेको शिकार गरेको खाइखेली हिँडेको स्थलको रूपमा चिनिन्छ र मुन्दुमले यसरी नै वर्णन गर्दै आएको छ। तर यो लेलेप ठाउँ कसरी रह्यो भन्ने विषयमा तुतु तुम्याङ मुन्दुमविद लक्ष्मण मेन्याङ्गोज्यूबाट तपाईँहरूले पनि बुझ्नुहोला र यो के होला, यो लेलेप भनेर कसरी नामकरण भएको होला अलिकति बताइदिनुहोस् न। लेलेप नामकरण याक्थुङ बाङ्गलो साम्सो यमिङ केक्सी कनु आसुन men something nam mi tumbua susueng lalaweng sasi lahadang nanu suhambeba yo cuman muringla khalingla sap tempe khapri ki kurum dama yo sendi tumalore ang kai lungtong kere si kai potesi kenga yo tembele kunci kapai yambe mesendasin tangka ibu masudo bu mere ekele lebe mesendasin hijum hibe mesendasin losop khaljole ala kayo muding ya to mesi muding ya to mesi tanti pheba sapo ya bo kote siang tanti yamu kunci nasa thoge kunci mu kapai yambe sendasi kafa yambe sendasi anggo alla kunci muding ya adumesi khaljugule alla muding ya gajug penko kon thebel mele mosum lejume lebe anggo khan suhampe kune nali ga thangban jobe ken yoyan pham thele sogek lebang sangene phoyo desu khel lebubaden sangene phoyo desu anggo na जबे कन चुक्ते कुलेन चुक्ते बाजन लेप्चुङ मा साम्सो यमिङ केक्सिङ मेला खान मुन्थुमेले पातुसी र अब नेपालीमा चाहिँ के भन्छ भन्दाखेरि अब हाम्रो ज्येष्ठ मानवहरू जो चाहिँ सुस्वेङ लालायङका सन्तानहरू थिए यो सुदङ्ना लाहादङ्ना र थोसु सुहाम्बेबा उनीहरू चाहिँ चेली माइती थिए र तिनीहरू चाहिँ काइलुङदुङ भन्ने ठाउँमा उनीहरू शारीरिक सम्पर्क गरिसकेपछि त्यहाँ सारा देवदेवताहरूले पनि त्यो उनीहरूको गतिविधि अथवा क्रियाकलापलाई देखेर छुट्याउन खोज्दा नछुटिसकेपछि र त्यहाँ तितेपातीले चाहिँ के अरे बारेर राखेर फेबासा भने चाहिँ औँसा बराबरी बच्चा पाए त्यो तितेपातीले बारिएको चाहिँ घरमा। त्यसपछि त्यो जन्मिसकेपछि चाहिँ उनीहरूको के अरे यौवन अङ्गहरूबाट छुटे र छुटेपछि सबैबाट चाहिँ के हो भने यो मुदिङ चाहिँ भनेको गलत सन्देशहरू गयो अथवा गलत क्रियाकलापले गर्दा हाम्रो बदनाम भयो। त्यसैले गर्दाखेरि बदनाम गर्ने हामीलाई बदनाम गराउने यो अङ्ग हो भनेर चाहिँ लिङ्ग काटेर त्यो चाहिँ केले काट्यो भन्दाखेरि ययनफा भनेको गोपेन बाँसको चोयाले लेबु भने चाहिँ काटियो छेक्यो र त्यसले गर्दाखेरि लेलेप यहाँ नामकरण भयो। जुन चाहिँ सङ्गाम भयो त्यो फ्याँकियो, फ्याँकेर जहाँ झऱ्यो त्यसलाई चाहिँ लेप्चुङ चुक्ते नै लेप्चुङ साम्सो यमिङ केक्सिङ भनेर यसरी चाहिँ भन्ने पाइन्छ।